एउटा थिए राजा, एउटी थिइन् रानी, दुवै मरे सकियो कहानी। 2058 साल जेठ 19 गतेको रात नारायण हिटी दरबार, समय करिब रातिको 9 बजेको थियो। राजा वीरेन्द्रले आयोजना गरेको दरबारिया भोजमा करिब 23 जना सहभागी थिए, जहाँ राज परिवारका सदस्य भन्दा अरूको सहभागिता थिएन। हुन पनि मिल्दैन थियो, किनकि त्यो नितान्त पारिवारिक भोज थियो र त्यही भोज राज परिवारको अन्तिम सामूहिक उपस्थिति बन्न पुग्यो। त्यो रातको अन्त्य रक्तपातमा भयो। राजा वीरेन्द्र, रानी ऐश्वर्या, राजकुमार निराजन, युवराज दीपेन्द्र सहित 9 जना सदस्यहरू मारिए। कसैको निधारमा गोली लाग्यो, कसैको छातीमा, कसैको अनुहार चिन्नै नसकिने गरी चिरियो। सोह्र घण्टासम्म नेपाली मिडियामा कुनै समाचार आएनन्, तर बीबीसी र भारतीय सञ्चार माध्यमले घटना भएको केही समयभित्रै बारम्बार ब्रेकिङ दिइरहेका थिए। घटना भए लगत्तै जानकारी पाउने 2 जना व्यक्ति मात्रै थिए। प्रहरी महानिरीक्षक प्रदीप शमशेर, जसले 9:15 मै जानकारी पाएका थिए, राजदरबारका सैनिक सचिव विवेक शाह, जसले पनि 9:15 मै जानकारी पाएका थिए। उनीहरू दुवैलाई जानकारी दिने राजदरबार एडिसी अफिस थियो। त्यसपछि राज परिषद अध्यक्ष केशरजन रायमाझीले 9:45 मा खबर पाए र उनैले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई 10:50 मा खबर गरेका थिए। अर्थात् देशको प्रधानमन्त्रीलाई झण्डै 1.5 घण्टापछि हत्याकाण्डको जानकारी भयो। राजा वीरेन्द्र शाह सबैले श्रद्धाले पुकार्ने नाम थियो। देशका सारा जनताले आफ्नो अभिभावक गुमाएका थिए। हिन्दू संस्कारमा आफ्ना बुवाआमा गुमाएपछि मात्रै कपाल खौरिने चलन छ। त्यति बेला अधिकांशले आफ्नो कपाल खौरिएका थिए।